नमस्कार साथीहरू, यो हो थुम्की डाँडा भ्यू होमस्टे हाँडी गाउँ, जहाँ हामीले हाम्रो यात्राको क्रममा एक रात बिताएका थियौँ र यो अत्यन्त सुन्दर मनोरम दृश्यहरू देखिने स्थानमा रहेको छ। यो डाँडाको सबैभन्दा टुप्पोमा छ। यहाँको बसोबास अत्यन्त आरामदायी र सुविधा सम्पन्न लाग्यो। खानपिन पनि त्यति नै रमणीय, दृश्य हेर्दै खान पाइने र अत्यन्त स्वादिष्ट र स्वास्थ्यवर्धक खानाहरू यहाँ उपलब्ध हुँदो रहेछ। यहाँका सञ्चालकहरूको बोलीचाली पनि अत्यन्त राम्रो, मिठो लाग्यो। धेरै जतिजना पनि आएर बसोबास गर्न मिल्ने यहाँ उहाँहरूसँग प्रशस्तै होमस्टेहरू रहेका छन्। यति डाँडामा भइकन पनि यहाँ पर्याप्त मात्रामा पानीको सुविधा छ। बिहानीको सूर्योदयसँगै यहाँ माथिल्लो भागबाट सम्पूर्ण दृश्यहरूको नजर लगाउन सकिन्छ। त्यस्तै गरी तलपट्टि पनि यहाँबाट स्पष्टसँग भरतपुर, नारायणी नदी, नारायणघाट बजार लगायत सम्पूर्ण स्थानहरू, पदमपुर साइडहरू पनि सजिलै देख्न सकिँदो रहेछ।